खाँदैछु भक्का यो भिडियोमा आउँछ 1 मिलियन पक्का चटपट चटपट बनिहाल्छ झटपट चटर चटर आउने सजिलो खोल्नुहोस् मुखको सटर चाख्न मिल्छ एउटा कस्तो छ यहाँ चक्र घडीको बयर क्यामेराम्यानलाई दुःख छ ल हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल वन्स अगेन गाइज सो आज पनि म धेरै पछि भ्लग लिएर आएको छु तपाईँहरू सामु होइन सो आज हामी फेरि कोसी जानु लागेका छौँ मेरो एकदम फेभरेट प्लेस कोसी होइन त्यो ठाउँ चाहिँ एकदम चिल गर्छौँ अनि हामी सँगसँगै अहिले दिपु अनि हाम्रो पवन अनि हिन्सन आइसकेको छ सो अब हामी यहाँदेखि लाग्नुभन्दा पहिला दिपु चाहिँ कहाँ हरायो यार हेलो गाइज दिस इज मी दिपु तामाङ एन्ड वेलकम टु अनु भ्लग अनि आज हामी जाँदैछौँ कोसी यहाँ हेर्नुहोस् गाइज मैले हिजो पानी हालेर फेरि नयाँ पानी आफ्टर लङ टाइम पछि कोसी जाँदैछु गाइज होइन कोसी जाँदैछु अबको हाम्रो यात्रा 35 मिनटको हुन्छ सो तपाईँहरूलाई त्यहाँको मेरो रमणीय ठाउँ देखाउँछु म कोसी है त मेरो फेभरेट प्लेस हो कि त्यहाँ हामी टिकटकहरू पनि कहिलेकाहीँ बनाएर आउँछौँ धेरै जस्तो प्रायः सो सबैजना रेडी भइसकेको छ लेट्स गो गाइज लाग्ने त भनियो है मेरो त फेरि यस्तो पो छ त यार हावा गइरहेको छ कहाँ हाल्ने यार हावा हाल्नु पर्ने स्थिति आयो बिचमा फेरि हावा गयो भने चाहिँ न्युसनले ठेल्छ है अरू केही जान्दिनँ म यस्तै हो यस्तै त होइन होला नि त हेर्नु त यस्तै हो त होइन हावा हाल्नुपर्छ अब कोसीतिर जाँदैछ यहाँ यस्तो छ अब अरू कस्तो हाल्नु केटी छापेर हाँस्दै छ अब बाटो चाहिँ अब हाम्रो अनुप दाइलाई मात्रै थाहा छ किनभने धरानमा त पहिलेदेखि नै बसेर होला त्यही भएर हाम्रो जाँदै आधी घन्टा जतिमा हामी पुग्छौँ कोसी अब म चाहिँ गएको छुइनँ दाइ चाहिँ प्रायः म्याक्सिमम् गइराख्नुहुन्छ होइन अब म चाहिँ गएको छुइनँ अब एक्साइटेड छु धेरै नै अब पुगेर हेरौँ कस्तो हुन्छ होला यहाँ अब त अनुप दाइहरू यार बाइकमा तिम्रो त्यही त म हाम्रो त्यो गाई अब हावा रहेन रहेछ होइन हावा एकछिन यहाँ लाएर चाहिँ हामी हावा लाएर भरेर त मात्रै जान्छौँ है भाइ हावा चाहिँ गरेर पछाडिको हावा लाउँदैछौँ अनि एकचोटि कहाँबाट गएको छ त्यो पनि हेर ल अस्ति टिप्लस भएर पनि खोइ के हो यो होइन डबल स्टेप लगाउनु डबल स्टेप लगाउँछ अलिकति साह्रै बोल्छु साइनले बोल्छु नि रिलाम भनेर अनि कहाँबाट गएको त अनि आफै जान्छ त ब्रेक्टिस पनि हाने क्या दुई ठाउँमा लिक्विड पनि सकेको छैन चेक गरेको के धुँडाको हो यो तपाईँमा ए यो तुना हो कति हो भाइ 10 रुपियाँ ल अब गाइस लाग्यौँ है अब चाहिँ ट्याक्क अब चाहिँ दह्रो भएर आएर फेरि बिचमा हावा गयो भने चाहिँ यसले ठेल्छ पछाडिबाट होइन मसु त ल यो चाहिँ गाइस हाम्रो रेलवेको एकदम राम्रो पुल छ यहाँ हेर्नु त काठमाडौँ जाने बाटो हो यहाँबाट काठमाडौँ जान्छ होइन यहाँबाट चाहिँ टक्क घटी पनि जान्छौँ यहाँबाट है काठमाडौँ पनि जान्छ एकदम राम्रो पुल बनाएको छ हामीले पिकअप पनि गर्नै बनाएको छौँ एकदम लामो छ हाम्रो ती बुदाहरू नि दादै हुनुहुन्छ दुईजना पनि पुरा उता भ्लग गर्दै होइन यहाँ भ्लगर
ब्लगरहरूसँग भेट भइरहेको छ है यता भ्लगरहरू अहिले हामी कहाँ आइपुग्यौँ? अहिले हामी चक्रघटी आइपुग्न लाग्यौँ अब चर्काघाट आइपुग्नु लाग्यौँ। अब चाहिँ कति टाइम छ दाइ पुग्नु? चक्रघटीबाट त 5 मिनट लगाइ अहिले चाहिँ हामी चक्रघटीको गेट आइपुगेको छौँ है। अब यहाँबाट चाहिँ 5 मिनटको दुरी हो। गेट लेखाउँ आइसक्यौँ हामी छिरिसक्यौँ अब प्रवेश। यहाँदेखि चाहिँ मात्र 5 मिनटमा अब 5 मिनट। मेरो फेभरेट ठाउँ पुग्छौँ। यहाँ चाहिँ आज बजार लागेको रहेछ है। यहाँको बजार देखाउन आएको यस्तो भिड छ। यहाँ त फेरि साइकलै मात्रै युज हुन्छ कि साइकलै मात्रै युज हुन्छ यो ठाउँमा। पुरा बजार लागिरहेको रहेछ होइन? बजार चाहिँ बर बजार लागिरहेको छ होइन? गाइज अहिले हामी चाहिँ यहाँको बजार यहाँको लोकल बजार डुलिरहेको छौँ होइन। अब अलिकति यसो चटपटे हालेर चाहिँ हामी कोसी जाने भनेर सोचेछौँ। पहिला हाल्यो होला नि त मुखमा के होइन उता भोक लाग्छ कि हो नि ल साउदी दामी चटपटे बनाइदिउँ त मिठो खालको स्वास चाहिँ अमिलो पिरो लतक्कै पारेर भक्का है भक्का लगाउँछु एउटा भक्का पनि सक्दो रहेछ। खाने भक्का यहाँको टिपिकल स्ट्रिट फुड भक्का खाने भक्का खाइदिउँ न त एक एउटा चाखिदिउँ न त कस्तो एउटा बनाउनु त हाम्रो चक्रघटीको गुल्लेवाला ल कस्तो हुँदो रहेछ। चिनीवाला टक्क यो खाइसकेर चाहिँ हामी चल्दिउँ है। चटपटी खाने भक्का नि खाने किन भक्का कसरी हो आन्टी? 10 रुपियाँ गोडा। ल मलाई त दामी हाल्छ। यो चिनी हालेको कि नहालेको? ल आन्टीजीले बनाउनु भएको भक्का टक्क ट्राई गरौँ। चक्रघटीको हेरौँ कस्तो छ। आम्मा अचार पनि टो वाउ यम सिद्रा पनि हाल्नु भएको छ कि छैन? उता काम छ यहाँको भट्टर ट्राई गरौँ। यहाँ त कस्तो देखाउँदा ल ल के अरे होइन हौ त्यो चिनीवाला चिनीवाला मलाई पुरा देखाउँदै हुनुहुन्छ यहाँ दाइले होइन? अब मेरो नि आउनु आँटेको छ केही छैन। ल यहाँको सबै फुड ट्राई गरिदिनु न। यो के हो बयर होइन आन्टी? चाख्नु मिल्छ एउटा कस्तो छ यहाँ चक्रघटीको बयर? पैसा लाग्छ कि लाग्दैन एउटा चाहेको? सानोमा हामी होइन यो बयर चोरी खान्थ्यौँ कता कता गएर गाउँघरमा अनि एकदम याद आएको खाँदाखेरि। कसरी हो र यो बयर? 10 रुपियाँ गोटा 10 रुपियाँ पावा। एक पावा हालिदिनु त मलाई 10 रुपियाँको। मिठो पो हुँदो रहेछ सुरुमा त मिठो भएको भएर त अमिलो अमिलो भयो त। ल यो 10 रुपियाँ लिनु। 10 रुपियाँको बयर ल having चटपट यस्तो क्या चटपट बनिहाल्छ। झटपट चटर चटर आउनु सजिलो खोल्नुहोस् मुखको सटर चटर पटर अमिरो पिला हालेर खुर्सानी डालेर चटपट बनिहाल्छ झटपट। खाँदैछु भक्का। यो भिडियोमा आउँछ 1 मिलियन पक्का। 1 मिलियन भ्युज पक्का। ल गाइस अहिले चाहिँ हामी कोसी आइपुग्नु लागि छौँ। कोसी आइसक्यो यहाँनिर देखिसकिसक्यो होइन। अब यहाँको यो रोड सानो रोड छ नि यो चाहिँ बब्बा छ क्या यहाँ देखाउँदा त्यो सानो चिज छ नि ओ पर
कस्तो लाग्यो त यो कोसी आएर एकदम बबाल राम्रो छ चिल। अब यहाँ साथमा टक्क अडेले एउटा हुक्का अनि टक होइन हुक्का नगरौँ तपाईँले चाहिँ हुक्का नगरौँ होइन खोक्सो यसो केही स्न्याक्सहरू टक्क चिसो चिसो भयो कस्तो हुन्थ्यो हुन्थ्यो तर पनि ठिक छ त नि यहाँ ताजा हावा खानु त भन्दा के चाहियो त होइन त सही होला गाइज यहाँ लिएर आएको होइन यिनीहरू पागलै भइसकेको सब भ्लग मात्रै बनाएको छ यार खोइ त यहाँ चिल गर्ने त कोही छैन त अनि यार अब चिल कसरी गर्ने थाहा छ गाइज टक्कै जुत्ता खोल्ने पेन्ट सुर्काउने कुद्ने रमाइलो गर्ने उफ्रिने हो क्या यहाँ यो अनि मात्रै फिल हुन्छ कोसी आएको ल घामको त्यो किरण के गरेको है यो हेर्नु यो तैँले कस्तो राम्रो बनाएको थियो कस्तो लामो हो रे झरे यार छ्या कस्तो लामो बनाएको थियो क्या दिपुले यहाँ टट्टी गरेर खोइ के गर्दैछ होइन ओए चोखो है यार कस्तो रहेछ यार अनुहार त छेट कस्तो मेहनत गरेर बनाउँछ यार अहिले चाहिँ यहाँनिर होइन दाइहरूले खतरा भ्लग सुट गर्नु हुँदो रहेछ होइन त्यस पछाडि यसो हामी सुटिङ हेरिदिउँ न क्यामेराम्यानलाई दुःख छ ल ज्योतिला के साह्रो गरेको गाई सो बबाल भइरहेको त्यस्तो होला रहेछ क्या ए लगाइज आज रमाइलो भयो होइन टिकटकहरू पनि बनाइयो यसो एक दुईवटा ट्रेन्डिङ साउन्डमा अनि दिपु कस्तो लाग्यो त कोसी ठिकै छ अब राम्रै छ आज पानी धेरै भयो त्यो झन् बबाल हुन्थ्यो पानी जस दामी छ अनि यो लाइक द सनसेट ओ नो सेट मारेन अनि कस्तो लाग्यो ब्रो मलाई त के भन्नु अब यस्तो ठाउँमा आएको छु बर हावा ताजा हावा खाएरै अगाइसक्यो म घरमा भात खान नि त अब ताजा हावा खाएर अगाइसक्यो खाइदिएको रे क्या अर्को त अब यहाँ खोइ के गरेर थाहा भएन कोसँग त्यो बोल्दैछ ल केही छैन अब आजको भिडियो अब यहीँसम्म हुन्छ मेरो रिसेन्ट भिडियोहरू कतिको हेर्नु भएको छ डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई च्यानल अनि त्यही हो अब भिडियोहरू चाहिँ यस्तो लाइक कमेन्ट चाहिँ हान्दै गर्नु होला है सो यसरी नै तपाईँहरूलाई म नयाँ भ्लग लिएर आउनेछु सो आजको लागि चाहिँ बाई बाई